5085 उदाउली साकेवाको सबैजनालाई शुभकामना है मेरो सबैजनालाई वेलकम उदाउलीको धेरै धेरै शुभकामना आज चाहिँ हाम्रोमा उदाउली पुज्दैछौँ है साथीहरू आज हाम्रोमा पञ्चमी मनाउँदैछौँ नि त अनि पञ्चमीमा चाहिँ हाम्रोमा साकेला हुन्छ अनि तपाईँहरूलाई म साकेलामा लान्छु है त साथीहरू के लान्छु म देखाउँछु ल तपाईँहरूलाई अनि यहाँ छ हामीले लानुपर्ने चाहिँ घरबाट लानुपर्छ नि त यहाँ छैन दुईवटा चिन्डोमा जाँड हुन्छ अनि चामल हुन्छ अदुवा हुन्छ हैन अनि कोलाको पत्ता अनि यहाँ यो पनि जाँडे हुन्छ हैन मेरो हात कस्तो देखेको नि छ्या घिनलाग्दो अनि हामी देखाउँछौँ ल अब ल कति आको अघि ए कति बेला जाने अब जाने सबै जाने यो त हामीलाई पर्खिदै हुन्छ सबैजना रेडी
हामी चाहिँ हिँड्नु नसक्नु भएर जोडाउँदै लाँदै हुनुहुन्छ हेर माग्छु भने काकालाई चाहिँ कस्तो छ भनेर म चाहिँ जाँदैछु है साथीहरू तर आइहाल्यो थाहा नि त हो आइसक्यो यहाँ बाटोमै राख्नु भएछ आज त कति आएको नाच्दै कुकुरसँगै नाच्दै हुनुहुन्छ छेम्बी साथीहरूमा चाहिँ थानमा आइपुगेँ अन्त हामी चाहिँ भर्खर आउँदै हुनुहुन्छ तलै म चाहिँ यहाँ आइपुगेँ गेट यहाँ भर्खर मान्छेहरू भेला आउनुहुँदो रहेछ साह्रो धेरै मान्छे हुनुहुन्न यहाँ चाहिँ थान हो यहाँ सिमले ग्रुप भइहाल्यो थान एक दुईजना मान्छे उताबाट नि अर्को गेट छ यहाँ यतिजना भेला भइसक्नु भएछ साह्रो धेरैजना चाहिँ हुनुहुन्न हिउँदाको चन्डीमा त्यही हो यहाँ सबै रेडी गर्नुभएछ यहाँ दाई बसेर दोकानीहरू के पाउँछ तपाईँहरूकोमा अहिले भएर म आएर खाइदिन्छु सबै बियर त खाँदिनँ साथीहरू सबैजनालाई यसले 5,085 उदाउली सकेवा झाडाक दिन लोकतान माइसुङ डाँडाखेमी मलाई त्यति मजाले पढ्नु आएन त्यही पनि सबैजनालाई यसले 5,085 उदाउली सकेवाको सबैजनालाई शुभकामना है मेरो भिडियो मार्फत सबैजनालाई अनि म देखाउँछु तपाईँलाई यहाँ त सबैजना धामीले भएर चिमोट्नुहुन्छ है म देखाउँछु तपाईँलाई सान्खा होला के भन्छ सान्खा पो सुन्ने सान्खा धामी आइपुग्नु भयो सान्खा धामी चाहिँ अगाडि हिँड्नु पर्दो रहेछ नि अब उता घुम्नु दाजु उता घुम्नु
छ होइन अनि हामीहरू सबैजना अनि 3 चोटि घुमिसकेपछि चाहिँ भित्र पस्नु पर्ने रहेछ है यही बुझ्यो होइन सामखा धामी चाहिँ सुरुमा पस्नु हुँदो रहेछ अनि मूल धामी पस्नु हुँदो रहेछ म त मूल धामी हाम्रो नाक्छौँ साकेला साकेर्नु आएको उहाँ चाहिँ हेलावाम्याङ बाँदरदेव बुझ्नुहुन्छ हाम्रो काका ससुरा यताकोले चाहिँ उतापट्टिको चाहिँ सामखा बुझ्नुहुन्छ यो सुँगुर यो कुखुराहरू देख्नुहुन्छ नि साथीहरू यो चाहिँ भरै काट्ने हो कि अन्तिम अन्तिममा बिचमा काट्ने हो सुँगुर चाहिँ अनि कुखुरामा चाहिँ बिचमा होला सायद साथीहरू हाम्रो चाहिँ यहाँ यो थानमा लान आँटेको नि त नजानेर यहाँ हाम्रो काकीलाई सोधेको पवित्र नजान्ने अरे म त हुन्छ सुटचोटि आज लिएको हाम्रो आमा नआउनु भएको नि त त्यही भएर यो लानुपर्छ अरे थानमा तपाईँहरूले देखाउँछु ल म के गर्नुपर्छ भनेर फुल पैसा अनि धुप पनि छ भन्दै हुनुहुन्छ छिटाल्नु फास्ट टु फास्ट जम्मे हाल्नु नि हौ पक्नु भाउजू दोकान भएर नि 20 रुपियाँ हाल्नुहुन्छ लड्ला भाउजू भिडियो बनाइदिनु गाह्रो छ चामल फैलाएर मात्र
अनुहार चाहिँ देखेको छैन बोल्दै गर्नु नि। नाच्नु पनि कर गर्नु परेको रोहर मेटाउनु पनि अन्त खर्च छ यहाँ मान्छेहरू। भन्दा अहिले चाहिँ अलिक मान्छे हुनुभयो नाच्ने। अघि त कति पनि हुनुहुन्न थियो। दर्शक पनि त्यति नै हुनुहुन्छ। जति नाच्ने भन्दा धेरै हुनुहुन्छ दर्शक चाहिँ। हाम्रो गाउँको साकेला चाहिँ यस्तै हुन्छ है साथीहरू। तपाईँहरूतिर कस्तो हुन्छ कमेन्ट गर्नु होला है प्लिज। सबैजनाले ड्रेस लाउनुहुन्छ, म चाहिँ मेरो चाहिँ चोला हुँदैन नि त, त्यही भएर मैले नलाएको। घरमा कस्तो राम्रो छ कि छैन भनेर हेर्नु भएको होला नाक्सङबाटले। अब यो चाहिँ हाम्रो घरको पानी कुमारीको आमा भन्न कुमारीको आमा कुमारीको आमा। मेर्ने खालको छ हौ। हेर्नु न यहाँ
चटपटे पानीपुरीको भण्डारण छ यहाँ चाहिँ आउनु सबैजना खानु कुरा लाग्दो पहिले अजु हिजो रातभरि बनाएको बिना यहाँ ममा खाँदै गरेको भिडियोमा पनि बेसी गर्छु यहाँ राख्ने ठाउँ पनि भएन हुन्छ तपाईँ झन्झर भएन सुँगुरको ममा अचार चाहिँ पिको मात्रै भएछ कता सँगै पुग्दै आउँदा साथीहरू उहाँहरू चाहिँ जोकर बन्नु जाँदै हुनुहुन्छ भएर आँखामा देखाउँछु ल तपाईँहरूलाई
भोग दिनुपर्छ नि त हाम्रो संस्कारै हो पहिलेदेखिको अनि यो चाहिँ याङबी तासेको नागछौङले तास्नुहुन्छ नि त्यो तास्नु भएको सायद यो हो नागछौङले हो चक्कुको कच्चुर हानेको सायद
झर्ने खाना त सकियो अब अनि अब घरतिर जाने हो यहाँ पऱ्यो हुन्छ हामी साथीहरू सामखा पुज्ने धामी देवाकोमा जाँदैछौँ एकछिन त्यहाँ नाच हुन्छ अनि धामी घर गएर आजलाई बिसाउने हुन्छ है साथीहरू यो चाहिँ सामखा पुज्ने नागथङको घर हो है अब हामी यहाँ एकछिन नाच्ने कार्यक्रम हुन्छ एकैछिन जान्छ आऊ आनुस् न हेर्नु न छोडेको मसँग मान्दैन छैन आओस् न बुबु खान आउनुहोस् न बुबु खान आउनुहोस् न मान्दैनै छैन हेर्न रिसाएको कार्यक्रम हुँदैछ साथीहरू ब्रेकको पालो र साथीहरू अब त साकेला लागेछ है कसैलाई लु बटारी गएछ नि त तिम्रो हाम्रो पर्नु ल सुजना त हामी घर नाक्छौको घर जानुहुन्छ म पनि घर हिँडेको अब रात परो साथीहरू है आज हाम्रो साकेला यति नै भयो होइन साथीहरू आजको साकेला यस्तै नै भयो तपाईँहरू चाहिँ कस्तो हुन्छ फेरि पनि भन्दै चाहिँ कमेन्ट गर्नु होला तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो साकेला हाम्रो गाउँको है साथीहरू सबैजनाले अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद धेरै माया कोही फिल्मले यसरी नै माया गरिदिनु होला है साथीहरू नाक्छौको घर चाहिँ उतै हो नि त अनि हाम्रो चाहिँ यहाँ हो होइन हाम्रो यहाँ हो नाक्छौको घर यहीँ हो अनि अब म चाहिँ बिहान हिँडेको मान्छे होइन 12 बजीतिर हिँडेको मान्छे अहिले भर्खर घर आउँदैछु है 4:30 भइसक्यो नि त अनि अब घरमा नि कामहरू गर्नुपर्ने हुन्छ होइन अनि अब आजलाई मेरो भिडियो यति नै कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु होला है साथीहरू सबैजनालाई धेरै धन्यवाद बाई बाई साथीहरू 1000 ल फेरि पनि उदाउलीको धेरै शुभकामना है त साथीहरू।